राष्ट्रपति रनिङ सिल बागलुङको यो केटातर्फको 1500 मिटरको रेस सुरु हुन गइरहेको छ है। राष्ट्रपति रनिङ सिल 2082 को यो आयोजन र यो खेलकुद विद्यार्थी भाइ बहिनीहरू जति पनि विद्यार्थीहरूबाट खेलाडी भाइ बहिनीहरू हुन्छ उहाँहरूको 12 सम्म पढ्ने 18 वर्ष मुनिको भाइ बहिनीहरूको खेल प्रदर्शन रहनेछ यहाँ, जस अन्तर्गत भलिबल, कबड्डी, रेस, एथलिट अन्तर्गत धेरै खेलहरू छन् र सबैको नाम लिएर साध्य छैन। त्यसभन्दा बाहिर कबड्डी र भलिबल जस्ता आकर्षक खेलहरू रहेका छन्। अब यहाँ सिटी बज्नको ढिलो मात्रै छ। छात्रतर्फको 1500 मिटर दौड सुरु भइरहेको छ। अहिले 7 नम्बर गर्छिका भाइ अगाडि बढिराख्नु भएको छ। हाम्रा 19 जना भाइहरूले भाग लिनुभएको छ। भाइ 100 मिटर 1.5 किलोमिटरको च्यालेन्ज छ। गर्वको कुरो छ, हामीले सही समयमै चाहिँ खेल शुभारम्भ गर्न पाएका छौँ। हाम्रा खेल प्रशिक्षण गर्ने समयमा भरपुर चाहिँ सदुपयोग गरेर चाहिँ शुभारम्भ गर्नुभएको छ। 7 नम्बर र 20 नम्बरको भाइ छोरो जोडीको साथ अगाडि बढिराख्नु भएको छ। लगभग एक राउन्डको नै अन्तर हुन लागिसकेको छ है साथीहरू। पछाडिको भाइ आउनुहुन्छ, अगाडिको भाइले पछाडिको भाइलाई उछिनेको अवस्था है। सबभन्दा पछिकोलाई सबभन्दा अगाडिकोले उछिनेको अवस्था छ अहिले। दुईजनाको टक्कर परिरहेको छ। हेरौँ अब को हुने अन्तिम विजेता। 1500 मिटर अझै 6-7 चक्कर कति छ अझै बाँकी छ। सायद 150 मिटर होला यो राउन्ड। लामो अन्तर बनाउन सकेका छैनन् फर्स्ट र सेकेन्डले एक आपसमा। तर पछाडिको भाइसँग भने 1 चक्करभन्दा पनि बढीको अन्तर भइसकेको छ। सबैले उछिनिरहेका छन् है हाम्रो पछाडिको भाइलाई। निस्किक थियो। सर्वसङ्ख्याबाट मिल्न गइरहेको छ। 19 र 20 सँगसँगै हुनुहुन्छ। घम्साघम्सी होला जस्तो छ है। दुईजना एकदमै टक्कर दौडिरहेका छन् अगाडिको फर्स्ट र सेकेन्ड चाहिँ। कुन हुन् खै यो पछाडि टिसर्टमा हेर्नु होला है। तेस्रो र चौथोको पनि घम्साघम्सी चलिरहेको छ। पछिको पनि लगभग बुझुमै छन्। अझै चक्कर धेरै बाँकी छ, त्यही भएर पनि हो। अब अन्तिम चक्करमा पुग्ने बेलासम्म चाहिँ यस डिफ्रेन्ट बढिहाल्छ आफै अटोमेटिकली। अगाडिको भाइहरू फर्स्ट सेकेन्ड एकदमै सँगसँगै दुईजना सँगसँगै जस्तो अलिकति
डिफ्रेन्ट बनाउन खोजिरहेका छन् पर्फर्म नेसनल जर्सी तर छोडिरहेका छैन पछाडि। ओहो यहाँनिर पछाडि पनि पर्दैछन् कोही अगाडि भागिरहेका छन्। ठुलो रमाइलो भइरहेको छ। 19 र 20 भाइहरू सँगसँगै जानुभएको छ। ल ल ल ल यहाँनिर 21ले उछिन्न लागेको अवस्था। ओहो ओहो यो कडा मुखमा हेर्दै उछिने तर त्यति लामो फरक बनाइसकेका छैनन्। यहाँ मौका छ अझै पनि। ल हेर फेरि 23 नम्बर अगाडि पालो यहाँ। ल हेर अब अन्तिम अवस्था आउनु लागेको छ। त्यही भएर यहाँ दुईटैले आफ्नो पुरा जोस देखाउँदै र अन्तिममा छुट्याउन गाह्रो छ। कलेज जित्यो भन्ने चाहिँ हामीले पनि यहाँबाट छुट्याउन सकिएन किनकि एउटा सँगसँगै जस्तो देखिएको छ। अब त्यो रिबन कसले पहिला छोएको छ भन्ने कुरा हो। जरुरी सूचना छ। उसु प्रतियोगिता 24 गते सञ्चालन हुने। वेट तौलिनको लागि भोलि 1 बजेदेखि 2 बजेसम्म रुद्र पिपलको कभरहरुमा विनर बन्नुभयो कि भन्ने मलाई लागिरहेको छ। म उसु खेलका खेलाडी भाइ बहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु। दिनु भएको हो के भइरहेको हाम्रो सामु 1500 मिटरको महत्त्वपूर्ण रिजल्ट आउँदैछ। हेरौँ कुन विद्यालयले सक्नु भएको रहेछ। हामी एकछिनमा यसको नतिजाका यसलाई ढिलै हुनेछ। अन्य चाहिँ महानुभावहरू कृपया अनुशासनपूर्वक बाहिर गइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। यहाँ 1500 को निर्णय भइसकेको छैन है। एकैचोटि घुसिसकेका थिए भाइहरू दुईजना एकैचोटि घुसेका थिए। त्यही कारणले यहाँ गाह्रो परिरहेको टिमभन्दा बाहिरका अलिकति निर्णायकलाई पनि गाह्रो परिरहेको देखिरहेको छ। नगरिदिनुको लागि म हुनको लागि र सम्पर्क गर्नको लागि खेल प्रशिक्षक